हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। तपाईँलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ मैले माछा बनाउनु पर्ने छ हो। यो यति धेरै माछा चाहिँ मेरो लागि पनि बनाएको होइन, खासमा चाहिँ यो चाहिँ बुढोहरू मिलेर टिपाटी गर्नुहुँदैछ, अन्त मैले स्न्याक्समा बनाइदिएको हो। त्यसको लागि चाहिँ मैले फर्स्ट चाहिँ मेरिनेट गर्दैछु हो। मेरिनेसनमा चाहिँ मैले हालेँ, नुन हालेँ, अन्त यो जिन्जर गार्लिक पेस्ट बनाएको थिएँ मैले घरमै, त्यो हालेर चाहिँ मैले कर्नफ्लावर हालेँ। कर्नफ्लावर हालेपछि चाहिँ अलिकति भिनेगर पनि हालिदिएँ त्यसमाथि, अनि सोया सस हाल्दै याद आयो पहिलो पो हुन्छ कि भनेर फुड कलर हालेर चाहिँ लास्टमा तेल हालेँ। तेल हालेर चाहिँ हातले मुस्न थालेँ। अरू बेला चाहिँ नि म यसरी घरमा माछा फ्राई गर्दाखेरि यस्तो इन्ग्रिडियन्ट्सहरू हाल्दिनँ, यो अदरक लसुनको पेस्टहरू, सोया ससहरू भन्ने हाल्दिनँ होइन, खालि हल्दी र नुन मात्रै हालेर गर्छु। यो चाहिँ स्न्याक्समा यत्तिकै फ्राई मात्रै हो, खाने अब अलिक टेस्ट निकाल्नु पर्छ नि भनेर चाहिँ मैले हालेको। र त्यो मेरिनेट गरेको माछालाई चाहिँ मैले यो एउटा भाँडामा स्टोर गरेँ, अनि चाहिँ म नुहाउनु गएँ हो। त्यहाँदेखि नुहाइधुवाइ गरेर आएँ म। आएर चाहिँ अब मेरो यो माछा बनाउने काम छ हो, यसलाई चाहिँ मैले स्टार्ट गर्दैछु। माछाभन्दा पहिला चाहिँ मैले फर्स्टमा चाहिँ बनाउनु पर्ने छ पापड हो। यो 2 प्याकेट पापड बनाउनु पर्ने छ। मैले यहाँ चाहिँ मैले पापड बनाउनु थालेँ। यत्रो 2 प्याकेट पापड बनाउँदाखेरि चाहिँ म त आज त उभिएकोले त नि मेरो कम्बर दुखेर चाहिँ अब ठहरै भएको थिएँ म चाहिँ। र पनि अब बनाउनु पऱ्यो है, भनेपछि नबनाउनु पनि भएको छैन, अन्त फटाफट बनाउनु थालेँ। पापड बनाइसकेर चाहिँ यो माछाको बारी आयो। माछालाई चाहिँ मैले त्यही अघिकै परातमा फेरि खनाएँ, मजाले मल्दै फ्राई गर्नुहुन्छ नि त भनेर चाहिँ। त्यहाँदेखि त्यही परातमा खनाएर चाहिँ एकपल्ट फेरि मजाले मलेँ। अब चाहिँ यसको फ्राई हुने टाइम है, मैले यसलाई चाहिँ फ्राई हुनुको लागि कराईमा राखिदिएँ, तातो तेलमा हालिदिएँ, मजाले फ्राई हुँदैछ। फ्राई हुँदा हुँदा चाहिँ यसको कलर चाहिँ यस्तो भएर आयो, चेन्ज हुँदै आयो होइन। यो चाहिँ अब डिप फ्राई गरेको नि त मैले, अनि त्यस्तो भयो। त्यहाँदेखि मैले निकालेँ। यसरी नै मैले फ्राई गर्दै निकाल्दै गरेँ। अन्त टाइम टु टाइम है चेन्ज गर्दै अर्को हाल्दै गर्दै निकालेर मैले यति गर्दै चाहिँ साइडमा चिया पनि राखेको थिएँ। बुढालाई चिया खानु मन लाग्यो अरे भनेर, त्यहाँदेखि चिया खायौँ भने दुईजना भएर। यहाँ चाहिँ मैले माछा सबै फ्राई गरिसकेर यो क्यास्ट्रोलमा हालेको थिएँ हो। एक क्यास्ट्रोल चाहिँ थियो, यो चाहिँ ठुलो क्यास्ट्रोल हो, एक क्यास्ट्रोल चाहिँ थियो। यति गरेर चाहिँ बुढोले पार्टीमा लगेर गयो, म चाहिँ अब रेस्ट गर्ने। थ्याङ्क यू सो मच फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो, बाई बाई।